ल हेर्नुहोस्, यहाँ म अहिले इन्डियाको बिहारको मोतिहारी भन्ने ठाउँमा छु। यहाँ मोतिहारीमा यसो बेलुका घुम्दै आउँदाखेरि यहाँ A1 काठमाडौँ मोमो भन्ने एउटा गाडामा देखिरहेको छु। यहाँ सबभन्दा पहिला यो नाम भन्दा नि मैले वाइवाई देखेर यसो हेरेँ। त्यसपछि यहाँ नाम पनि A1 काठमाडौँ मोमो लेखेको छ। त्यसपछि यहाँ म हेर्दैछु है त। हजुर नमस्ते। तपाईँ, मैले त नेपालीमै बोलेँ है। है तपाईँ नेपाली हो नि? खुसी लाग्यो। यहाँ अहिले हामी मोतिहारीमा छौँ, बिहारको। यहाँ हाम्रो नेपालको बहिनी हुनुहुन्छ, व्यापार गरेर बस्नु भएको छ। अलिकति बताइदिनु न त। तपाईँको नाम? अनिता। तपाईँको घर? राजा बजार हो, बसाइ जन्म घर चाहिँ सबै हो, बसाइ काठमाडौँ थियो। हजुर। अहिले यहीँ छु। ए, राजा बजार भने नजिकै पर्यो। मोतिहारी राजा बजार। कस्तो छ व्यापार यहाँ? तपाईँ यस्तो मोतिहारीमा आएर नेपाली मान्छे यसरी व्यापार गरेर बस्नु भएको छ। अब यहाँ देखिरहेको छौँ हामी, यो मोमो छ। मोमोको दुईवटा भाँडो छ नि, के छ? भेज र चिकन हो कि? एउटामा भेज छ, एउटामा चिकन। ओके। अनि यहाँ अरू पनि देख्न पाइन्छ। यहाँ चाउमिन छ, ठ्याक्कै हामीले नेपालमै खाने जस्तै। नेपाली वाइवाई छ। नेपाली वाइवाई छ है। अरू अन्डा छ। ए, त्यही बनाउनुहुन्छ? कस्तो छ व्यापार? राम्रो छ? राम्रो छ। 6-7 महिना भयो, ठिक छ। सुरु गर्नु भएको 6-7 महिना भयो? ए, ल खुसी लाग्यो। हामीलाई चाहिँ कस्तो लाग्ने भने नयाँ ठाउँमा विदेशमा आउँदाखेरि पनि नेपाली देखेपछि तपाईँको यो काठमाडौँ मोमो लेखा देखेर म तपाईँ कहाँ छिरेको। अनि दिदीभाइ दिनमा कमसेकम 10 जना त आउँछ नेपाली पनि, खुसी लाग्छ है आफ्नो देशको, आफ्नो ठाउँको होइन। हो। अनि मलाई देखेर पनि हजुर नेपाली हो भन्नुहुन्छ। अब होइन भन्दा नि पठाउनु हुन काठमाडौँको नामबाटै आउँछ। ठिक छ ल। आउँछन् दिनमा 10 जना धेरै आइसक्यो यहाँ नेपाली, खुसी लाग्छ। आफ्नो मान्छे भेट्दा बोल्दा पाउँदा कहिले काहीँ त म त काठमाडौँ हो कि जस्तो लाग्छ, तर गर्मी चाहिँ। अनि तपाईँसँग आउने बित्तिकै पहिले नेपाली बोल्छन् कि हिन्दीमा बोल्छन्? पहिले त हिन्दीमा बोल्छन्। अनि म हजुर किन नेपालीको नबोल्यो भने कोही त फर्स्टै नेपाली नै बोल्छ कति त, कोही बोल्दैन। ल खुसी लाग्यो, धेरै धेरै धन्यवाद। तपाईँको व्यापार एकदमै राम्रो होस्, सफल होस्, एकदमै शुभकामना तपाईँलाई। यो म त यहाँ एकदमै बिहारमा कोही नचिनेको ठाउँमा, त्यो पनि मोतिहारी, म पनि फर्स्ट टाइम आएको हो।